हेलो साथीहरू, तपाईहरुलाई स्वागत छ मेरो आजको यस नयाँ भिडियोमा। साथीहरू, आजको यस भिडियोमा हामीहरूले माइक्रोसफ्ट वर्ड भित्र कुनै पनि पीडीएफ फाइललाई एडिट कसरी गर्ने भन्ने कुरा सिक्न गइरहेका छौं। कुनै पनि पीडीएफ फाइललाई माइक्रोसफ्ट वर्ड भित्र एडिट गर्नको लागि हामीहरूले यहाँ माथि रहेको फाइल ट्याब ओपन गर्नुपर्नेछ। ओपनमा क्लिक गरेर ब्राउजमा क्लिक गरेर आफ्नो पीडीएफलाई सिलेक्ट गर्नुपर्नेछ र तपाईको पीडीएफ सिलेक्ट गरिसकेपछि अब तपाईहरुले चाहिँ यसलाई ओपन गर्नुपर्नेछ। सो हाम्रो माइक्रोसफ्ट वर्डले चाहिँ यसलाई प्रोसेस गरिरहेको छ। मैले चाहिँ यो पीडीएफलाई पहिले पनि कन्भर्ट गरिसकेको छु। त्यसकारणले गर्दा मेरो चाहिँ कुनै पनि पपअप बक्स आउँदैन। तपाईहरुकोमा एउटा पपअप बक्स आउनेछ कन्फर्मेसनको लागि। त्यो पपअप बक्समा तपाईहरुले चाहिँ ओकेमा क्लिक गर्नुपर्नेछ। सो हाम्रो पीडीएफ फाइल लोड भइसकेको छ र यहाँ चाहिँ माइक्रोसफ्ट वर्डले कुनै पनि र्यान्डम फन्टमा तपाईको पीडीएफ फाइल एडिट गर्न दिनेछ। तपाईहरुले चाहिँ यो र्यान्डम फन्टलाई चाहिँ आफ्नो कुनै पनि प्रकारको फन्टमा कन्भर्ट गर्न सक्नुहुन्छ। जस्तै म चाहिँ क्याबिन युज गर्नेछु। सो हाम्रो क्याबिन फन्ट भइसकेको छ। सो हामी चाहिँ अब तल जान्छौं। यो फोटोलाई माथि ल्याउनको लागि हामीहरूले पोजिसनमा गएर विथ टेक्स्ट ट्यापिङ इनेबल गर्नुपर्नेछ र हाम्रो फोटो ठ्याक्कै पोजिसनमा राख्नु होला। सो हाम्रो फोटो चाहिँ यो आइसकेको छ। सो साथीहरु, हामीले चाहिँ आफ्नो पीडीएफ फाइललाई माइक्रोसफ्ट वर्डमा खोल्यौं। यसमा कुनै पनि टेक्स्टहरु चेन्ज गर्न सक्छौं। कुनै पनि टेक्स्टहरु हामीले टाइप गर्न सक्छौं र हामीले कुनै पनि फोटोहरु यहाँ इन्सर्ट गर्न सक्छौं। जस्तै कि म चाहिँ एउटा फोटो हाल्छु। जस्तै कि म यो फोटो हाल्छु। यो फोटो पनि हाम्रो आइसकेको छ। यसलाई चाहिँ डिलिट गरौँ। सो साथीहरु, आजको यस भिडियोको लागि यति नै। हामी अर्को भिडियोमा अवश्य भेट्ने छौं। त्यतिबेलासम्मको लागि मलाई बिदा दिनुहोस्। धन्यवाद।